कुरामा सोख पाइ भन्छ के मान्छेको शरीर 3 किसिमको छ शास्त्रहरूले लेखेको छ। एउटा शरीर तपाईहरुको यो ठूलो शरीर, यो ठूलो शरीर, यो शरीर के छ? यो शरीर समय र भौतिक वस्तुले बाँधिएको छ, समयले बाँधिएको छ। समयको गति सँगसँगै यो शरीर परिवर्तन भइसकेको छ। समयको गतिसँगै जन्मिन्छ, समयको गतिसँगै यो शरीर छुट्छ। समयसँग चल्ने यो समय, यो ठूलो शरीर, यो भौतिक शरीर। यो शरीरभित्र समयदेखि बाहिर रहेको यो शरीरभित्र अर्को शरीर छ जसलाई जीव शरीर भन्छ। जीव शरीर के गर्छ? जीव शरीरको चाहना अर्कै छ, पुण्य आर्जन गर्छ। अनि त्यो भित्र कारण शरीर छ, ऊर्जा शरीर छ। ऊर्जा शरीर, कारण शरीर, ऊर्जा भन्छ। विज्ञानले के भन्न थालेको छ भने ऊर्जा भने चाहिँ यो हो, ऊर्जा चाहिँ कहिले पनि डिस्ट्रोय हुँदैन भन्छ, नाश हुँदैन, रूपान्तरण हुन्छ भन्छ के। ऊर्जा केही गरी पनि ऊर्जालाई निस्तेज पार्न सकिँदैन, ऊर्जाको नाश गर्न सकिँदैन, तर त्यसलाई रूपान्तरण गर्न सकिन्छ भन्छ। हाम्रो पनि पुनर्जीवन हुन्छ, पुनः देह पाइन्छ, पुनः शरीर हुन्छ, पुनः जन्म हुन्छ भन्ने कुरो यहाँ ठुलो कथा सुन्यो नि। त्यो मर्दैन, त्यो ऊर्जा शरीर, त्यो भित्रको ऊर्जा शरीर तेस्रो शरीर हो। त्यही शरीर हो, के हो? त्यो कहिले पनि मर्दैन, अजर अमर छ त्यो शरीर र त्यो शरीरले अर्को शरीर लिन्छ। त्यो हुनाले यो पहिलो शरीर तपाईँ हामीले देखिरहेको यो भौतिक शरीरको सुखमा रमाउनु त पर्छ, तर धेरै यसमा विश्वास गरेर रमाउनु छैन। यसमा पूर्ण निर्भर नपर है, यो शरीरमा पूर्ण निर्भर नपर। किनभने पूर्ण निर्भर पर्यो भने कुनै बेला धोका खाइन्छ, अवश्य धोका खाइन्छ निर्भर पर्दा। त्यो भएर यो शरीर म होइन, मन पनि म होइन। शरीर र मदेखि बाहेक छौँ हामी। के छ? सुदेव ब्राह्मण बने, दृढधन्व राजा, अनि पछिल्लो उनी फेरि दृढधन्व राजा बने। म सुदेव राजा ब्राह्मण थिएँ, अहिले दृढधन्व हो। त्यो बीचको जुन छ नि त्यही हो म। न सुदेव ब्राह्मण म हो, न दृढधन्व म हो, फेरि दुईटैमा म हुँ, दुईटैमा म छु। दृढधन्वमा पनि मै छु, सुदेवमा नि मै छु। यो शरीरमा धेरै आसक्ति र खुसी हुनु चाहिँ के को कुरो भन्नुहुन्छ भनेदेखि आश्चर्यको कुरो छ। धर्मार्थ छ यदा चित्तम न वित्तम सुलभम तथा। धर्मको लागि जे गर्नु छ, धर्मको लागि। धर्म भने के नि भन्दा धर्म भने परोपकार, उपकार, सेवा, सहयोग, दान, भलो चिताउनु, राम्रो चिताउनु, यिनै हुन् धर्म भनेका। ठुलो कुरो छैन। भलो राम्रो चिताउनु, उपकार गर्नु, सेवा गर्नु। कसको गर्नु? देख्ने मानिसहरूको गर्नु। वनस्पतिको गरिरहेछौँ, किसान भन्छौँ, पशुको गरिरहेछौँ, पशुपालन गरेर भन्छौँ। देखिने वस्तुहरूको पनि सेवा गर्नु, नदेखिने अदृश्य शक्तिको नि सेवा गर्नु। नदेखिने अदृश्य शक्ति के छ? यो सौर्यमण्डल, यो पृथ्वीलाई टक्क अड्काइदिने शक्ति, हाम्रो मुटुको धडन टक्क चलाइदिने शक्ति, अनि यो बोट बिरुवालाई उत्पादन गरिदिने शक्ति एउटै शक्ति हो। काल भनेर समय भनेर दौडिरहेछ, घाम भनेर उदाइदिरहेछ, हावा भनेर चलिदिरहेछ, पानी भनेर प्यास मेटिदिरहेछ, फल भनेर भोक मेटिदिरहेछ, अन्न भनेर उब्जिरहेछ। त्यो अदृश्य शक्ति एउटै शक्ति हो। कसरी हो एउटै शक्ति? जस्तो यो माटोमा तपाईँले एउटै ठाउँमा सुन्तला रोप्नुहोस्, त्यो सुन्तला फल्छ। स्याउ रोप्नुहोस्, त्यही माटोमा त्यो सुन्तला उब्जाएर स्याउ फल्छ। अन्न रोप्नुहोस्, त्यहाँ अन्नै फल्छ। त्यो एउटै माटो हो, एउटै माटो हो। जे रोप्नुहुन्छ त्यही फल्छ, जे चिताउनुहुन्छ, जे गर्नुहुन्छ त्यही फल्छ। यो माटो एउटै हो। त्यस्तै त्यो एउटै शक्ति हो। त्यो एउटै शक्तिले जीवन दिएछ, अन्न दिएछ, पानी दिएछ। जसरी माटोले हामीलाई जे रोप्यो नि, हामीले जे पाउँछौँ नि, जे हुन्छ नि माटोमा जे रोप्छौँ, त्यसै गरी फरक फरक कुरा एउटै माटोले दिन्छ। यो माटा चाहिँ हुँदैन है भनेर भन्दैनौ नि। यो माटा हुन्छ। आलु फल्ने माटामा काउली पनि फलेछ, बन्दा पनि फलेछ, मुला पनि फलेछ, गाजर पनि फलेछ नि। एउटै माटाले दिएछ, धनियाँ पनि फलेछ। जसरी दिएछ त्यसै गरी त्यो एउटै शक्तिले जीवन दिएछ, त्यो एउटै शक्तिले पानी दिएछ, त्यो एउटै शक्तिले सूर्य दिएछ। के गर्ने? त्यही शक्तिलाई पूजा गर्ने, त्यही शक्तिको कल्याण गर्न जाने, त्यही शक्तिको चाहिँ उपकार गर्न जाने। हामीले पनि गरौँ न ठुलै काम। हामीले नसकिन्छौँ र? हामीले नि सक्छौँ नि ठुलै काम गर्न। किन? सधैँ हामीलाई चाहिँ प्रकृतिले ठुलो बनाइदिरहनु पर्ने, बलियो बनाइदिरहनु पर्ने। हामीले चाहिँ प्रकृतिको उपचार गर्न सक्दैनौँ। हामीले चाहिँ प्रकृतिको लागि चाहिँ अलिकति सहयोग गर्न सक्दैनौँ। खोज्न त पर्यो नि।
भने यही भन्नुहुन्छ के भन्नुहुन्छ त्यसको लागि धर्म गर यही हो धर्म धारणा धर्म भनेको मान्छेबाट कहिले पनि घटाउन हटाउनै नसक्ने नैसर्गिक गुण हो मान्छेको निसर्ग नहुने अथवा शून्य नहुने गुण नै धर्म हो त्यो भनेको सेवा गर्नु त्यो भनेको सहयोग गर्नु त्यो भनेको परोपकार गर्नु धर्मार्थम चाहिँ अब चित्त चाहिँ त्यहाँ लगा है धर्म कमाउने त्यसले गर्दा के हुन्छ अरूलाई राम्रो गर्यो भने अर्काले पनि राम्रो गर्छ नि होइन अर्कालाई सम्मान गर्यो भने अर्कोले पनि सम्मान गर्छ अर्कोलाई अपमान गर्यो भने त्यसले पनि अपमान गर्छ त्यही हो धर्म कमाउने भने अर्कालाई उपकार गर्दा उसले पनि उपकार गर्छ अर्कालाई सहयोग गर्दा उसले पनि सहयोग गर्छ अर्कोको भलो चिताउँदा उसले पनि भलो चिताउँछ अनि प्राप्ति हुन्छ हामीलाई अनि खुसी प्राप्ति हुन्छ अनि आनन्द प्राप्ति हुन्छ अनि के प्राप्ति हुन्छ धन प्राप्ति हुन्छ बुद्धि प्राप्ति हुन्छ विवेक प्राप्ति हुन्छ धर्मार्थ अर्थ गर अथवा आर्जन गर धर्म कमा भन्नुहुन्छ यो एउटा धर्मार्थम छ यदा चित्तम चित्तम धर्म यो चित्त चेतना यो बुद्धि धर्म कमाउनेको लागि हो न वित्तम सुलभम तथा यो अनि त्यस पछाडि धर्म सँगसँगै आउने वित्त अर्थात् आम्दानी आर्थिक स्रोतहरू पो त्यो पो दिव्य हुन्छन् त्यो पो आनन्दका स्रोतहरू हुन्छन् धर्म सँगसँगै वित्त आयो भने नत्र धर्म यदा चित्त जहाँ धर्म चिताइन्छ त्यहाँ वित्त हुँदैन जहाँ वित्त चिताइन्छ त्यहाँ धर्म हुँदैन भन्नुहुन्छ भगवान के भन्नुहुन्छ वाल्मीकि पैसा कमाउन खोज्नेले धर्म गर्दैन धर्म कमाउन खोज्नेले पैसा जोगाउन सक्दैन भन्नुहुन्छ पैसा कमाउन खोज्नेले धर्म गर्न सक्दैन पैसा कमाउँछु भनेर कमाउने होइन पैसाको त लक्ष्मीले को कृपाले भगवानको कृपाले प्रादुर्भाव होस् के गर्दा गर्दै धर्म गर्दा गर्दै सेवा गर्दा गर्दै परोपकार गर्दा गर्दै त्यसो भन्नुहुन्छ यदा वित्तम छ न तदा चित्तम धर्मखम भवे त्यही भएर यदा वित्तम न वित्त पैसातिर मन नलगा कमाउनेतिर आर्थिकतिर मन नलगा चित्तम धर्मखम चित्त धर्मतिर ल धर्म सँगसँगै अर्थ पनि आम्दानी हुन्छ पैसा पनि आम्दानी हुन्छ धन सम्पत्ति पनि आम्दानी इज्जत पनि आम्दानी हुन्छ सबै आम्दानी हुन्छ त्यही भएर चित्त चाहिँ धर्ममा लगा सेवामा लगा परोपकारमा लगा चित्तम वित्तम यता स्यातम सत्पात्रम सता लवेत चित्त र वित्त दुईटै मन र धन मिलेपछि अनि सत्पात्र भएको बेलामा सत्पुरुष प्राप्त भएको बेलामा दान गर्दे सत्पात्रम सता लवेत दान गर्दे केही दान गर्दे केही आफूले गरेको कुरा सत्पात्रको जसलाई आवश्यक पर्छ त्यही हो सत्पात्र आवश्यक परे मान्छे सत्पात्र हो दुःख परेको छ सहयोग आवश्यक छ तपाईँले सहयोग गर्दा उसको उद्धार हुन्छ त्यो सत्पात्र हो त्यसलाई सहयोग गरिदिनु